एसएमजी यसरी लिएर बसेँ होइन। बसेपछि ठ्याक्क तिनीहरू आएपछि बुटुङटुङ हाने त्यहाँ दुईजना फोक्लोकै ढल्यो। पहिला माओवादीमा हिँडेर माओवादीले हामीले त्यसरी पक्रेर ल्याएर त्यसलाई इन्टर राखेको थियौँ हामीले। त्यो एलएमजीले त भनेर भने आगो लाउँछ कि तँलाई त्यहीँ चिटाएर भने रेल हो यो कुनै गाउँ होइन होइन रेल माथि त्यो ढुङ्गाहरू उछिटिँदा मेरो साथी गयो अनि त्यहाँ भाग्यो त्यसलाई हान भनेको छ आफूले पुटुङटुङ हानेको छु होइन। एलएमजी बोकेर त्यो तारमा जुन हामीले डिफेन्स अनि यसरी चाहिँ आर्मीको मान्छेलाई चाहिँ माओवादीले चाहिँ हैसियाले त्यसलाई त्यसरी पठाइसकेपछि म एक्लै छु अनि छतमा बसेको छु। एउटा हातमा पिस्तोल छ एउटा हातमा एसएमजी छ। 2-3 जना मरिसकेको थिएँ। मलाई चाहिँ के लाग्थ्यो नि मैले यतिजना मारिसकेको छु अब मलाई मारे पनि मलाई पिर छैन। 3 जना मान्छे ढलिसक्यो। अरू मेन हतियारधारी लडाको ग्रुप चाहिँ त्यो माइथप्ला टावर भन्ने थियो नि मैले त्यो टावर हान्न गएको त्यो एसएमजीमा चाहिँ खोका अड्क्यो। पिस्तोल यसरी ताक्छु सूर्य भने चाहिँ यसरी लठारी राखेको छ। मैले पछाडि हान्दै त्यहाँ ढाल्ने उसको के भइदिएछ नि त्यो निकाल्दाखेरि तिनीहरूको त्यो अर्को थियो त्यो अर्डेगर चाहिँ अड्क्यो। त्यो झोला के छ भनेर समात्यो। समातेपछि त्यो एसएमजी भन्ने उसले थाहा पाइगयो। उहाँहरूले चाहिँ आर्मीले पक्रिसकेपछि मार्नु हुँदैन उहाँहरूले सम्झाउनुहुन्छ बुझाउनुहुन्छ हामीलाई मार्दैन हाम्रो सुरक्षा दिएको छ म पनि तिमीहरू जस्तै भनौँ। त्यो साथी भइसकेपछि तपाईँको के हो भने हामी माओवादी भनेर भने हतियार जुनसुकै लगे पनि हामीलाई कोतमा रोकटोक थिएन। हामीसँग एसएमजी हुन्थ्यो पछाडि झोलामा। हामी पुरा टालेको च्यातिएको लुगा भनौँ एउटा जुम्ली एउटा भरियाको रूपमा चाहिँ गुणपति निवास गुणपति निवासलाई चाहिँ उडाउने भने उनीहरूले लन्चर हाने। उहाँ भनेर एउटा गोल घरमा बस्नुहुन्थ्यो त्यतिखेर मैले लन्चर हान्थेँ रकेट लन्चर। त्यो रकेट लन्चर म रकेट लन्चर लिएर बस्ने अनि गुणपति अनि अरू जुन जमदर साहबहरू होइन अनि मेन चाहिँ मलाई चाहिँ उनीहरू लो कहीँ देख्यो भने ठोकिहाल्ने भन्नुहुन्थ्यो। भान्सा थाल लिएर जाँदै थिएँ गएको त टङ ढङ पटङ गऱ्यो। त्यो चाहिँ कहाँबाट के आवाज आयो भने एउटाले भरुवा बन्दुक बोकेको थियो होइन अनि अरू त्यति झोला बोक्दै उनीहरू माओवादी हामी यस्तो माओवादी भने त्यसरी हात मिलाउँदै हिँडेको थियो। आफ्नो बाटो तिमीहरू हिँड भाइ हो हाम्रो बाटो हामी हिँड हामीलाई छोड्यो भने तिमीहरूलाई पनि हामी छुनेवाला छैनौँ भनेर यसै